ढोललाई विभिन्न नामबाट बोलाइने गरेको पाइन्छ। एसियाली जंगली कुकुर, वन कुकुर, ब्वाँसो, थारा, प्याउ आदि। ढोलहरू पूर्व, मध्य, दक्षिण र दक्षिण पूर्वी एसियाका मुलुकहरूमा बसोबास गर्दछन्। यसको वैज्ञानिक नाम कोन अल्पाइनस हो। यसलाई विश्व संरक्षण संघले लोपोन्मुखको रूपमा वर्गीकृत गरेको छ। ढोलको शरीर छट्ट हेर्दा खिया रातो इटा जस्तो रङको हुन्छ। यसको पेट, छाती र खुट्टा सेतो रङका हुन्छन्। यसको झप्प परेको लामो पुच्छरको टुप्पो प्राय कालो रङको हुन्छ। वयस्कहरूको कान गोलाकार हुन्छन् र थुतुनो चुचो हुन्छ। यिनीहरू 3 फिट लम्बाइ र 20 इन्च अग्ला हुन्छन् भने पुच्छर 15 देखि 18 इन्च लामो हुन्छ। भाले ढोलहरू पोथी ढोलहरू भन्दा थोरै ठूला र भारी हुन्छन्। भालेको तौल 15 देखि 20 किलोग्राम हुन्छ भने पोथीको तौल 10 देखि 13 किलोग्रामको हुन्छ। यसको नजिकको अर्को प्रजाति अफ्रिकी जंगली कुकुरको तुलनामा यसको ढाड लामो र छोटो खुट्टा हुन्छ।